Congratulations Suresh ji for your UK visa. Thank you so much, ma'am. कतिको एक्साइटेड हुनुहुन्छ भिजा ग्रान्ट हुँदाखेरि? अब ग्रान्ट हुँदा त एकदमै एक्साइटेड भइहालिन्छ। एक्साइटेड छु भनौँ, अब जानसम्म हतार छ। कुन युनिभर्सिटी, कुन इन्टेक र कुन कोर्सको लागि जाँदै हुनुहुन्छ थोरै बताइदिनुहोस् न। म चाहिँ युनिभर्सिटी अफ वेस्ट लन्डनको MSc साइबर सिक्युरिटीको लागि, अनि मेरो चाहिँ क्लास चाहिँ फेब्रुअरी 3बाट फेब इन्टेक भनौँ। ओके, अनि र बायोमेट्रिक गरेको कति दिनमा हजुरको भिजा ग्रान्ट भयो? बायोमेट्रिक एक दिनमै भनौँ ग्रान्ट भयो, एक दिनमा ग्रान्ट भयो। ओके, इङ्ग्लिस टेस्ट केही दिनुभएको थियो? मैले चाहिँ पिटी दिएको थिएँ, पिटी 58 नट लेस देन 56 आएको थियो, त्यही भएर एप्लाई। अल राइट, र हाम्रो ग्रेससँगको हजुरको एक्सपिरियन्स चाहिँ कस्तो रह्यो? मेरो त एकदमै राम्रो। म त यहाँ नयाँ मान्छे थिएँ होइन, एक्चुली ग्रेस आएको सरलाई भेटेको, अनि म त फटाफट स्टार्ट गरेँ प्रोसेसको लागि। म त प्रोसेस गरेको सुरुवात थाहै नै भएन। म त आएर भिजा लगाएको जस्तो भएर आमालाई चाहिँ यस्तो लाइक एकदम गाह्रो भन्ने केही भएन। उहाँले डकुमेन्ट माग्नुभयो, मैले फटाफट दिएँ र भिजा लगाएर गइरहेको छु। यहीँबाट लगाइ नै हुन्छ भिजा, के जानै पर्दैन। ओके, 100% भिजा हुन्छ। +2 सकेर बस्नुभएको र ब्याचलर सकेको स्टुडेन्टलाई चाहिँ के भन्न चाहनुहुन्छ हजुर? मैले चाहिँ आउनुहोस्, एक्चुअली करियर बनाउने भयो उहाँ सरहरूलाई भेट्नुहोस्, उहाँले तपाईँलाई गाइड गरिदिनुहुन्छ। के होइन, मार्कसिट लिएर आउनुहोस्, तपाईँले कुन कन्ट्री जाने के जाने सब डिसाइड गरिदिनुहुन्छ, फाइनेन्सियल आउनुहोस्, भेट्नुहोस्, करियर बनाउनुहोस् भन्छु मैले चाहिँ। र थ्याङ्क यू सो मच फर लाइक एभ्रिथिङ्स, मलाई डकुमेन्टेसनमा हेल्प गरिदिनु भयो। मेरो भिजा ग्रान्ट र ग्रेसको भिजा ग्रान्ट एउटै हो। थ्याङ्क यू सो मच। Grace International, connecting life and learning.